रूपन्देहीको देवदहमा रहेको पाकरीको वृक्ष एसियाकै सबैभन्दा ठुलो र पुरानो ऐतिहासिक रूप मानिन्छ। यसको ऐतिहासिक महत्त्व विशेष गरी बुद्ध धर्म र प्राचीन कोलीय राज्यसँग सम्बन्धित छ। देवदह प्राचीन कोलीय राज्यको राजधानी थियो, जुन गौतम बुद्धकी आमा मायादेवी र उनको सानी आमा प्रजापति गौतमीको माइती स्थल पनि थियो। यो पाकरीको वृक्षलाई कोलीय युगको एक महत्त्वपूर्ण साक्षी र प्रतीकको रूपमा लिन्छ। स्थानीय किम्वदन्ती अनुसार गौतम बुद्धले यस रुखको नजिक ध्यान गरेको मानिन्छ। यही कारण यसलाई बुद्धकालीन रुख पनि भन्ने गरिन्छ र यो बौद्ध अनुयायीहरूको लागि पनि एक पवित्र स्थल बनेको छ। यो रुख 2600 वर्ष पुरानो रहेको विश्वास गरिन्छ। त्यसैले धेरै शताब्दीको इतिहास देखेको छ, जसमा विभिन्न राज्यको उत्थान र पतनको कथा जोडिएको छ। स्थानीय मान्यता अनुसार यस रुखमा कहिल्यै पनि कुनै चराले गुण बनाउँदैनन् र काग तथा गिद्धहरू पनि यसमा बस्दैनन्। त्यसैगरी हात्तीहरू पनि यस रुखको नजिक आउँदैनन्। गाउँलेहरूले यस रुखबाट रहस्यमय आवाजहरू सुन्ने गरेको र नागराज स्वयं यसको हाँगामा बसेको पनि देखेको दाबी गर्दछन्। यसको जरामा हात्ती, अक्टोपस, शंख जस्ता विभिन्न जानवरहरूको आकृति बनेको देखिन्छ, जसले गर्दा यो थप रोचक बनेको छ। यस रुखको अर्को आश्चर्यजनक पक्ष भनेको यो वर्षभरि हरियो रहन्छ र यसका पातहरू कहिले सुक्दैनन्। यस रुखको ऐतिहासिकता र धार्मिक अवस्थाका कारण यो आन्तरिक र बाह्य पर्यटकहरूको लागि एक प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको छ। यस ऐतिहासिक रुखको संरक्षणका लागि चारैतिर पर्खाल लगाइएको छ। यस रुखकै कारण नजिकको गाउँको नाम पनि पाकरी राखिएको छ। यो पाकडीको ठुलो वृक्ष भएको ठाउँमा चाहिँ आएको छौँ, जसलाई एसियाकै ठुलो वृक्षको रूपमा चाहिँ लिइन्छ र यो तपाईँको ऐतिहासिक रुख हो र यसको विषयमा चाहिँ आज तपाईँसँग मिलेर मैले फेरि भिडियो बनाउने चान्स पाएको छु। तपाईँलाई म यो पुरै अवलोकन गराएँ, तपाईँलाई कस्तो लागेको छ नि वृक्ष? एकदम राम्रो लाग्यो। तपाईँले त ध्यान पनि गर्नुभयो, ध्यान गर्दाखेरि अर्कै अनुभूति आएको होला। तपाईँ मात्रै होइन, यहाँ आउने सम्पूर्ण भक्तजनहरूले शान्तिको खोजी गर्दै आउँछन् र यहाँ ध्यान गरेपछि उहाँहरूलाई चाहिँ आनन्द प्राप्ति हुन्छ भन्ने कुरा अघि मलाई एकजना भक्तजनले चाहिँ बताइराख्नु भएको थियो। दर्शकवृन्द, यो ठाउँमा तपाईँहरूले चाहिँ शान्ति चाहनुहुन्छ, आनन्द चाहनुहुन्छ भने एकचोटि अवश्य चाहिँ आउनुहोला यो पाकडीको वृक्ष भएको ठाउँमा। हस् त, धन्यवाद।